My dog is sick. She ate the rat poison by mistakenly. And yesterday, अनि हिजो म त्यहाँ गएको थिएँ, म गभर्मेन्ट अस्पतालमा गएको थिएँ. उहाँले मलाई चाहिँ म्याग्नेजियम सल्फेट दिनुभएको थियो, यसले विष काट्छ भनेर. न त उहाँले कुकुरलाई राम्रोसँगले हेर्यो के भइरहेछ भनेर, मैले बताएँ उहाँलाई यो सिम्पटम छ भनेर, न त उनले त्यो पपीलाई छोयो नै, छोएर हेरेन के नै, बस म्याग्नेसियम सल्फेट दियो. म अनि घर आएँ, उहाँले भन्यो बटर मिल्कमा छाँचमा मिक्स गरेर दिनु, अनि मैले दिएँ, तर त्यो पपी खाँदै थिएन. त्यसपछि म दुबारा गएँ, तर तबसम्म त्यो भेटनरी बन्द भइसकेको थियो, गभर्मेन्ट भेटनरी बन्द भइसकेको थियो. I think around 5 o'clock. And then I went to private veterinary. And you know, they don't have any idea how to treat an animal. They are just तिनीहरू चाहिँ randomly medicine का diseases का रोगहरूका नाम भन्दैछन् कि सायद त्यसलाई के इन्फेक्सन भयो होला, या त त्यसको नाम के थियो मलाई राम्रोसँगले याद आउँदै छैन, के भयो, पी देखाउँदै थियो सायद, प्यारा के भयो होला, जो मुखदेखि खुनको उल्टी आउँछ त्यो भन्दै थिए. जस्ट ऱ्यान्डमली दे वर जस्ट आस्किङ टु द ऱ्यान्डम पिपल whoever were coming to the shop to buy the medicine.